अनि एकजना चाहिँ तीमध्येमा एकजना चाहिँ हाम्रो आदरणीय पास्टर वबाङ हुनुहुन्थ्यो। I remember clearly that Mama Heidi instructed that all those leaders to go as low as they could be. अनि मामा हाइडी ज्यूले चाहिँ हामीलाई सबैलाई त्यति बेलामा जानलाई भन्ने आज्ञा दिनुभएको थियो। So I saw the leaders as they were kneeling down. अनि जसै उहाँहरू त्यहाँ घुँडा टेकेर बसिराख्नु भएको थियो And the people, the congregations were around them, surrounding them. अनि उहाँहरूको वरिपरि त्यहाँ भएका अरू प्रियहरूले घेरिराखेका थिए। And then Papa Roland also was ministering to the base leaders, including Pastor Wabang. अनि त्यहाँ पास्टर वबाङ अनि पापा रोल्यान्डले पनि त्यहाँ सेवा गरिराख्नु भएको थियो। So as the leaders were lining up, I was here facing them. अनि अगुवाहरू सबै त्यहाँ लाइनमा त्यहाँ बसिराखेको थिए अनि उहाँ चाहिँ यतापट्टि छेउमा बसेर उता फर्किराख्नु भएको थियो। Suddenly something happened. अनि अचानक केही कुरो घट्यो। I felt that I experienced a trance. अनि मैले यस्तो खालको एउटा अलिक बेहोसी प्रकारको एउटा अनुभव गरेँ। My body left. I mean, my spirit. I felt my spirit left my body. मलाई यस्तो महसुस भयो कि मेरो आत्माले चाहिँ मेरो शरीरलाई छोडेको छ। And then I saw myself in this place. अनि मैले आफैलाई यो ठाउँमा मैले देखेँ। What I can remember is that there's an incense. अनि मैले त्यहाँनिर सम्झने कुरो चाहिँ त्यहाँ एउटा धूप जस्तो मलाई याद आउँछ। And at that same night, I saw angels were lining up like this. अनि त्यही रात चाहिँ मैले स्वर्गदूतहरू लाइनमा त्यहाँ बसेको मैले देखेँ। They were representing the nations or the places that these leaders were representing. अनि यी अगुवाले जुन राष्ट्रहरूलाई प्रतिनिधि गर्दै थियो यी स्वर्गदूतहरूले पनि त्यही कुराहरूलाई प्रतिनिधि गरिराखेका थिए। My body could not take it. I was shivering. अनि मेरो शरीरले त्यो थाम्न सकेन अनि म कामिराखेको थिएँ। Well, I saw Pastor Wabang as you were being commissioned there. अनि मैले त्यहाँ पास्टर वबाङलाई पनि देखेँ उहाँलाई पनि त्यहाँ जानलाई त्यहाँनिर आज्ञा दिइराखेको थियो। At the same night, अनि त्यही रात your angel was also being commissioned. अनि तपाईको स्वर्गदूतलाई पनि त्यहाँ आज्ञा दिइराखेको थियो। And you know what? I didn't see a small angel. अनि मैले त्यहाँनिर ती ससाना खालको स्वर्गदूत याद गरिन। They were huge angels. अनि तिनीहरू चाहिँ एकदमै भयंकर ठुला ठुला खाले स्वर्गदूत, Giant angels. एकदमै ठुला स्वर्गदूतहरू थिए। And I sense in my spirit that those are generals. अनि मैले मेरो आत्मामा यो महसुस गरेँ कि तिनीहरू चाहिँ जेनरलहरू थिए। As you are receiving something that night, अनि त्यो साँझ हामीले के कुराहरू लिइराखेका थियौँ। your angel was also being commissioned. अनि तपाईको स्वर्गदूतलाई पनि आज्ञा दिइराखेको थियो। Wherever you are, your angel is also being activated. अनि तपाईँ जहाँ हुनुहुन्छ तपाईँको स्वर्गदूत पनि त्यहाँनिर परिचालित भइराखेको हुन्छ। Hallelujah. As we are also preparing our team our Singapore team, as we are preparing for this Nepal trip, we were praying for Nepal. अनि नेपाल भ्रमणको लागि हाम्रो सिङ्गापुरी टोली जसरी प्रार्थनामा तयारी भइराखेका थियौँ। And I just want to release also what we received from the Lord. अनि परमेश्वरबाट हामीले जे कुरो प्राप्त गर्यौँ त्यो तपाईहरुलाई भन्न चाहन्छु। For Nepal. नेपालको लागि। So I felt as we were praying, I felt that the Lord is saying to Nepal. अनि हामी प्रार्थना गर्दै गर्दाखेरि नेपालको लागि परमेश्वरले यो भन्दै हुनुहुन्छ जस्तो लाग्यो। That Nepal is going to fulfill its apostolic call. नेपालले अब नेपालको लागि दिएको प्रेरितीय बोलावट पूरा गर्न गइराखेको छ। Nepal as a nation is going to fulfill its apostolic call. नेपाललाई जुन प्रेरितीय बोलावट दिएको छ त्यो बोलावट पूरा गर्नलाई मिसनको काममा अब जानेछ। This call is not only for a person or an organization or a church. अनि यो बोलावट चाहिँ एउटा व्यक्तिको लागि एउटा संस्थाको लागि वा एउटा मण्डलीको लागि मात्र होइन। This is your call as a nation. यो चाहिँ तपाईँ एक राष्ट्रको रूपमा तपाईको लागि बोलावट भएको हो। Then I felt in the spirit the word nation that will disciple nations. अनि मेरो आत्मामा मलाई यो कुरो महसुस भयो कि राष्ट्रले राष्ट्रलाई चेला। And I felt that there's an impression that night while we were praying that there are nations that are being tightened up.
अनि प्रार्थना त्यो साँझ हामीले गर्दा गर्दाखेरि यस्ता राष्ट्रहरू चाहिँ तयार हुँदै भएको हामीले देख्यौँ But what I'm seeing in the spirit is these people from different nations are coming to Nepal. अनि मैले के देखेँ भन्दाखेरि यी विभिन्न राष्ट्रहरूबाट मानिसहरू नेपालतिर And they आइरहेका will be discipled. अनि तिनीहरूलाई यहाँनिर चेला बनाउने काम गरिन्छ And I felt there will be a holy pollination that is going to happen. अनि मैले यो महसुस गरेँ कि त्यहाँनिर एउटा पवित्र खन्याइने काम हुनेछ Where there is fire, a revival fire that will be wholly pollinated from nations to nations. अनि त्यहाँनिर एउटा जागृतिको आगो त्यहाँनिर खन्याइनेछ जो विभिन्न राष्ट्रहरूमा त्यो लगिनेछ You guys will be burning. तपाईहरू चाहिँ एकदमै आगोले जल्नु हुनेछ And this fire of revival will be pollinated from nations to nations, and there will be a revival that will happen. अनि यो जागृतिको आगो चाहिँ सल्केर एक राष्ट्रबाट अर्को राष्ट्रमा जाने छ अनि तपाईहरू चाहिँ त्यसको कारण बन्नुहुनेछ So my encouragement to you tonight, अनि तपाईलाई आज साँझ म यो उत्साह दिन चाहन्छु don't look down on yourself, Nepal, नेपाल तपाईले आफैलाई हेरेर कहिले पनि सानो नठान्नुहोस् because you have a high calling. किनकि तपाईहरूलाई एउटा महान बोलावट छ In Jesus' name, hallelujah. येशूको नाममा Praise the Lord. परमेश्वरको स्तुति